नमस्ते मेरो प्यारो साथीहरू, मेरा आफन्तहरू। हजुरहरू सबैजनाले अहिले भर्खर रिलिज भएको हाम्रो पहाडको एउटा नेपाली फिल्म सबैले हेर्नुभयो होला, धमिलो पहाड। अनि धमिलो पहाडमा मैले सुनेको हाम्रो 1986 को दशकमा चाहिँ हाम्रो अङ्कल आन्टी दाजुभाइ जो पनि हुनुहुन्थ्यो बाजे बोजूहरूले स्ट्रगल गरेको झलकहरू देखाएको छ भनेर सुनेको थिएँ। हुन त मैले हेरेको त छुइनँ। अनि आज मैले यो फोटो मलाई लाग्छ है, त्यस्तो लाग्छ मलाई, हुनु चाहिँ अब नमिल्नु पनि सक्छ, तर मलाई लाग्छ यो पुरानो फोटो धमिलो पहाडमा देखाइएको जति पनि स्ट्रगलहरू छ यो स्ट्रगलसँग मेल खान्छ जस्तो लाग्छ। तपाईँले यहाँ फोटोमा देखिराख्नु भएको होला, यो हाम्रो कालेबुङको पुरानो फोटो हो। अनि यो फोटो मलाई पठाइदिएको उहाँको छोरी, म तपाईँहरूलाई उहाँको फोटो देखाउँछु, तपाईँ सबैजनाले चिन्नुहुन्छ। यहाँनिर हेर्नुहोस्, बिचमा उहाँले भाषण गरिराख्नु भएको छ है। सबैले चिन्नुभयो होला, मैले नाम मेन्सन गरिराख्नु पर्दैन जस्तो लाग्छ है। म नाम भन्दिनँ, तपाईँहरूले कसले चिन्नुहुन्छ सबैजनाले कमेन्ट गरेर भन्नुहोला। अनि उहाँले आफ्नो पहाडको लागि दिनुभएको योगदानको बारेमा पनि हजुरहरूलाई केही थाहा छ भने कमेन्ट गरेर भन्नुहोला। उहाँको छोरी भूमिका प्रधान है, अनि उहाँले मलाई यो फोटो पठाइदिनु भएको थियो। अहिले उहाँ चाहिँ दिल्लीमा बस्नु हुँदो रहेछ, तर उहाँले भन्नुहुन्छ जब आफ्नो बाबा अनि आमा बित्नुभयो त्यसको बादमा उहाँहरूले धेरै स्ट्रगल गर्नुभएको रहेछ है। तपाईँहरूले उहाँको पेजलाई फलो गर्नु चाहनुहुन्छ भने कमेन्ट पनि गर्न सक्नुहुन्छ है। उहाँले आफ्नो बाबाको बितेको दिनहरू डेली अपडेट गरिराख्नु हुँदो रहेछ। अनि तपाईँहरू जतिजनाले पनि त्यो पुरानो फोटोहरूसँग केही सम्बन्धित शब्दहरू यादहरू छ भने तपाईँले कमेन्ट गर्नुहोला। उहाँले मलाई पठाइदिनु भएको यो फोटो चाहिँ 1988 जब हाम्रो वेपन सरेन्डर गरेको थियो है, त्यस समयमा खिचिएको फोटो अरे। अनि यहाँ सबै हाम्रो बाजे बोजूहरू हेर्नुहोस् कतै स्ट्रगल गर्नुभयो होला हाम्रो पहाडको लागि है, हाम्रो माटोको लागि, हाम्रो जातिको लागि। त्यसले गर्दा उहाँको फोटो देखाइरहेको छु, हेर्नुहोस्, फुल जुम गरेर देखाइदिएको छु। हजुरहरू सबैजनाले कमेन्ट गरेर भन्नुहोला उहाँ को हुनुहुन्थ्यो भनेर। म नाम पनि भन्नु सक्छु, तर तपाईँहरूलाई कसलाई याद छ उहाँको नाम है, त्यसले गर्दा चाहिँ मैले यो सस्पेन्स राखिरहेको छु। तपाईँ सबैजनाले कमेन्ट गरेर भन्नुहोला। यो एउटा डरलाग्दो पहाडको इतिहास बोकेको फोटो हो। यो हरेक व्यक्तिहरूलाई हेर्नुहोस् है। अब यो सानो जो पनि हुनुहुन्छ, अहिले त सायद ठुलो हुनुभएको होला। 88 को भनेपछि अब अहिले सायद 60-65हरू होला, सानो जति पनि हुनुहुन्छ है। कतिजना अब बित्नु पनि भयो होला। यस्तो छ हाम्रो धमिलो पहाड, सबैले अहिले मन पराइराखेको छ। हामी अपडेट हेरिराखेका छौँ सोसियल मिडियामा। त्यो धमिलो पहाडमा जसले पनि मेन्सन गरेको जति पनि स्ट्रगलहरू छ, त्यो स्ट्रगलहरू चाहिँ ओरिजिनल चाहिँ यो हो फोटो। हेर्नुहोस्, तपाईँलाई यो विषयमा के भन्नु मन छ है। उहाँको छोरीले डेली आफ्नो बाबाको केही न केही पुरानो सम्झनाहरू अपडेट गरिराख्नु हुँदो रहेछ। अनि उहाँले मलाई कन्ट्याक्ट गर्नुभएको थियो है। मैले पनि सोधेको थिएँ यो फोटो राम्रो छ, अपलोड गरिदिउँ भनेर। बहिनीले भन्नुभएको थियो, उहाँले चाहिँ हुन्छ दाजु अपलोड गर्दा भनेर भन्नुभएको थियो है। त्यसले गर्दा चाहिँ मैले हजुरहरूलाई देखाइरहेको छु। अन्यथा केही नसोच्नु होला है। यो एउटा हाम्रो पहाडको चिनो हो। तपाईँ सबैलाई मनपर्छ होला सायद, जसलाई पनि मनपर्छ कमेन्ट गर्नुहोला, सेयर गर्नुहोला, ताकि यो पुरानो फोटोहरू एउटा इतिहास मात्र नभएर अहिलेको अनि इन फ्युचर आउने भविष्यमा आउने जति पनि हाम्रो पिँढीहरू छ उहाँहरूले पनि हेरोस्, थाहा होस् भन्न चाहन्छु है। ल हुन्छ, सबैलाई धेरै धन्यवाद।